नमस्कार सबैजनालाई। आज हामी ओक्रा प्लटमा छौं। आज चाहिँ हामीले आलु स्टिकी ट्र्याप लिएर आछौं किनभने इन्सेक्टलाई मोनिटर र कन्ट्रोल गर्नको लागि हाम्रो फिल्डमा चाहिँ ओक्रा हार्भेस्ट गर्ने बेला भइसकेको थियो। त्यही भएर हामीले चाहिँ इन्सेक्टिसाइड युज नगरिकन यहाँ चाहिँ हामीले चाहिँ अर्ग्यानिक वेमा चाहिँ आलु स्टिकी ट्र्याप लिएर आछौं। यसमा चाहिँ व्हाइट फ्लाई, एफिड, थ्रिप्सहरु टाँसिन्छ। अब हामी आलु स्टिकी ट्र्याप फिट गर्न गइराछौं। सुरुमा चाहिँ वन साइड को पेपर निकाल्छौं। यसमा चाहिँ डोरी अड्काउँछौं। अब चाहिँ लगाएर फिट गर्छौं। अब चाहिँ अर्को साइड को पनि निकाल्छौं यसरी नै, अघिको जसरी नै। सक्नुहुन्छ 3 मिनेट पनि भएको थिएन। हाम्रो आलु स्टिकी ट्र्यापमा चाहिँ कति धेरै किरा आएर बसिसके ह। काउन्ट गरौँ है त। 1 2 3 4 5 6 वटा टोटल आएर बसिसके ह। अब पछाडी पनि हेरौँ है त कतिवटा छ। 1 2 3 4 5 वटा छ यहाँ पनि। फाइनल्ली हामीले चाहिँ आलु स्टिकी ट्र्याप फिट गरिसकेपछिको दृश्य हजुरलाई देखाउँदै छौं। यो एकदम राम्रो देखिन्छ। यो येलो कलर हुने भएकोले नि इन्सेक्ट चाहिँ बढी एट्र्याक्ट हुने र छिटो कन्ट्रोल हुने गर्दछ। एकदम राम्रो देखिरहेछ हाम्रो फिल्ड। थ्यांक यू।